यसै गरी अनुरोध गरिएको छ र यसै गरी सल्लाहकार अनुवादमा पनि अस्वीकार गर्नलाई यथासम्म र त्यसै समाजका सल्लाहकार गर्नलाई विनम्र र त्यसै समाजको सल्लाहकार भाइ आमा समाज समितिका पदाधिकारी विशेष अनुभव। अब यसपछि विधान मस्यौदाको सचिव केजमान गुरुङज्यूले यहाँ आएर त्यो विधान सुरुपट्टि र अन्तिमसम्म पढेर सुनाउनुहुन्छ र त्यसपछि हामी यो लेखेको ठिकै हो या यसमा अरू केही थप्नुपर्छ त्यो फेरि सल्लाह गर्नको लागि अनुरोध गरेँ। विधान नन्दबहादुर गुरुङज्यू, वरिष्ठ सल्लाहकार दाई पटकबहादुर गुरुङज्यू लगायत शान्तिदेवी गुरुङज्यू, हाम्रो यस संस्थाका संस्थापक अध्यक्ष क्याप्टेन महामनारायण प्रसाद गुरुङज्यू, महिला समिति अध्यक्ष फुपू शान्तिदेवी गुरुङज्यू, सल्लाहकारजीहरू लगायत सम्पूर्ण मेरो हार्दिक नमस्कार। सचिव सोल्टी निर्वाचन गुरुङले भर्खर गर्नुभयो। एक हप्ता अगाडि बैठकले हामीलाई यो जिम्मा दिएको थियो र हामीले यो एक हप्तामा सल्लाह गरेर विभिन्न अरू सङ्घ संस्थाको पनि हामीले हेरेर अनि त्यहाँबाट हामीले यो साधारण आन्तरिक विधान पारित गर्नेछौँ। म अहिले पढ्न गइरहेको छु है, तपाईँहरूले सुन्नु चितेली तमु समाज परिवार भनेर ब्राकेटमा छ पोखरा कास्की आन्तरिक विधान 2083 पोखरा 19 पान्द्रे लामोचौर लेखिएको छ र पहिलो पेजमा लेखिएको छ चितेली तमु समाज परिवार पोखरा आन्तरिक विधान 2083 र प्रस्तावना भनेर लेखिएको छ। पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर 8 चित्रेबाट विभिन्न समय र परिस्थितिमा बसाइसराई गरी पोखरा लगायत देशको विभिन्न क्षेत्रमा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्दै आएका गुरुङ समुदायबीच आपसी एकता, भाइचारा, सहयोग, सद्भाव र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने पवित्र उद्देश्यका साथ चितेली तमु समाज परिवार पोखराको स्थापना गरिएको हो। समुदायको हित र विकासका सक्रिय भूमिका खेल्ने तथा चित्रे गाउँसँगको भावनात्मक सम्बन्धलाई सदैव जीवित राख्ने उद्देश्य, आदर्श र भावनालाई संस्थागत रूपमा व्यवस्थित, पारदर्शी, उत्तरदायी र प्रभावकारी ढङ्गले सञ्चालन गर्न चितेली तमु समाज परिवार पोखराको यो आन्तरिक विधान तर्जुमा गरी लागू गरिएको छ। 1 नम्बरमा लेखिएको छ प्रारम्भिक। यसको कमा संस्थाको नाम श्री चितेली तमु समाज परिवार पोखरा रहेको छ। यो संस्थाको स्थापना 2066 साल कार्तिक 21 गते भएको हो। ख यस संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वार्ड नम्बर 19 बान्द्रे लामोचौर कास्कीमा रहनेछ। ग यस संस्थाको कार्यक्षेत्र पोखरा कास्की भनेर लेखिएको छ। 2 नम्बर संस्थाको उद्देश्य 2 को कम यो संस्था मुनाफारहित जनहितकारी हुनेछ। ख चितेली गुरुङ समुदायबीच एकता, सद्भाव र भाइचारा कायम गर्ने। ग संस्थाको सम्पूर्ण गुरुङ जातिहरूको सामाजिक, आर्थिक, सांस्कृतिक विकासका लागि सङ्गठित रहने र समाजका सदस्यहरूको दुःख सुखमा सरिक हुने। घ गुरुङ जातिको भाषा र संस्कृति सम्बन्धी सेवा पुर्याउने विद्वान लेखक तथा समाजसेवीहरूको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान र अभिनन्दन गर्ने। नम्बर 3 सदस्यताको कम छ। घर परिवारमा बाबा आमासँग बस्ने सदस्य बाहेक आफ्नो छुट्टै बस्ने छोराको छुट्टै सदस्यता लिनुपर्ने भनिएको छ। ग साधारण सदस्य समाजको उद्देश्य सहमत मोदी 8 चित्रे गाउँ कुटेली घर भई पोखरा महानगरपालिका लगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने गुरुङ जाति। आजीवन सदस्य तोकिएको शुल्क एकमुष्ट बुझाउने सदस्य। ङ मानर्थ सदस्य समाजलाई विशेष योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने। च संरक्षक उत्कृष्ट व्यवस्थापक व्यक्ति। 6 मानर्थ सदस्यहरूले विभिन्न कार्यक्रममा भाग लिन पाउने भनेर लेखिएको छ। 4 नम्बर कार्यसमितिमा देहायका पदाधिकारी रहनेछ। 1 मा क अध्यक्ष 1 जना, उपाध्यक्ष 1,
सचिव 1, सहसचिव 1, कोषाध्यक्ष 1, कोषाध्यक्ष 1 र क्षेत्रीय सदस्य आवश्यकताअनुसार भनेर लेखिएको छ। उपसमिति महिला समिति आवश्यकताअनुसार, ख युवा तथा खेलकुद समिति, ग धार्मिक समिति, घ सांस्कृतिक समिति, ङ सल्लाहकार समिति। 5 नम्बरमा छ कार्यकाल। समितिको कार्यकाल 5 वर्षको हुनेछ। भवनको रेखदेख तथा सरसफाइ गर्ने, भवनमा जडान, सीसीटीभी, जेनेरेटर तथा अन्य सामग्रीहरू कुनै प्रकारको खराब भएमा तुरुन्त सूचना दिने, कुनै काम विशेषले बाहिर जानुपर्ने भएमा अध्यक्ष वा मूल समितिको कुनै सदस्यलाई सूचित गर्ने, कार्यालय सहयोगीले यदि छोड्न चाहेमा 5 दिन पहिले नै समितिलाई सूचित गर्नुपर्नेछ। समाज घरभित्र अपरिचित व्यक्तिको प्रवेश निषेध गराउने, समाजभित्र विशेष पार्टी या कार्यक्रम बाहेक अन्य समयमा धूम्रपान, मदिरापान, जुवातास तथा अन्य अनैतिक कार्य गर्न सख्त मनाइ छ। 11 नम्बर छ साधारण सभा, वर्षमा कम्तीमा 1 पटक हुनेछ। 12 नम्बर कार्यसमिति बैठक, आवश्यकता अनुसार कम्तीमा प्रत्येक 3 महिनामा 1 पटक। सामाजिक साझा भवनमा गैर सदस्यहरूले कार्यक्रम सञ्चालन गर्न चाहेमा निम्न अनुसारले भाडादार तोकिएको छ। राम्रो कार्य अनि अप्लिक पितृ कार्य गर्नको लागि दिनको रु 15,000 शुल्क लाग्नेछ। नम्बर 2 2 वा 3 दिनभित्रको लागि 2 वा 3 दिनभित्रको लागि रु 20,000 शुल्क लाग्नेछ। क्रियापुत्र पस्ने भएमा प्रतिदिन रु 1,000 शुल्क लाग्नेछ। गैर सदस्यहरूले समाजको सामानहरूको आवश्यकताअनुसार माग हुन आएमा परिस्थिति हेरेर जिम्मेवार व्यक्तिले शुल्क तोक्ने। कुनै पनि सङ्घ संस्था सार्वजनिक सामाजिक तथा धार्मिक क्षेत्रबाट समाजलाई निमन्त्रणा आएमा समितिले सहयोगको लागि रु 10,000 भित्र मूल्याङ्कन गरेर आर्थिक सहयोग गर्न पाउने छ। प्रत्येक त्रैमासिक पहिलो हप्तामा समाजका सबै सदस्यहरू अनिवार्य उपस्थित भएर भवनको सरसफाइ गरिनेछ। समाजको सदस्यहरूको परिवारभित्रबाट उच्च शिक्षा स्नातक तहभन्दा माथि उत्तीर्ण गरेको व्यक्तिहरूलाई सम्मान गरिनेछ। लेखा परीक्षण यो 13 नम्बरमा छ। वार्षिक आर्थिक विवरण प्रस्तुत गर्नुभन्दा अगाडि अध्यक्ष, सचिव र कोषाध्यक्षको रोहबरमा लेखा परीक्षण समिति गठन गरी लेखा परीक्षण गरिसकेपछि मात्र प्रतिवेदन प्रस्तुत गर्ने। 14 नम्बर अनुशासन, संस्थाको प्रतिष्ठामा आँच आउने कार्य गर्न पाइने छैन। विधान उल्लङ्घन गर्ने सदस्यलाई स्पष्टीकरण, चेतावनी, निलम्बन वा सदस्यता खारेज गर्न सकिनेछ। 15 नम्बर विधान संशोधन, कुल सदस्यको कम्तीमा 2/3 बहुमतबाट विधान संशोधन गर्न सकिनेछ। 16 नम्बर संस्था विघटन, विशेष साधारण सभाबाट 2/3 बहुमतले संस्था विघटन गर्न सकिनेछ। नोट भनेर लेखिएको छ। समितिको विधान बमोजिम यस नियमावलीमा उल्लेखित नियमहरू समितिको वार्षिक साधारण सभाबाट थप भर गर्न सकिनेछ। यो आन्तरिक विधान चित्रितम समाज परिवार पोखराको दस्तावेजको रूपमा रही समाजको दीर्घकालीन प्रगति, एकता, संरक्षण तथा समृद्धिका लागि सधैँ प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्दै विधान मस्यौदा समितिबाट स्वीकृत भई मिति 2083 साल साउन 15 गतेदेखि लागू गरिएको छ। संरक्षक आर्यसम पटकबहादुर गुरुङ लेखिएको छ यहाँ। मस्यौदा समिति संयोजक सुधार मेजर हनरी क्याप्टेन नन्दबहादुर गुरुङ, सचिव म आफै तेजमान गुरुङ, सदस्यहरू तपाईँले यहाँ हेर्नुभयो होला। सुखबहादुर गुरुङ, धीरबहादुर गुरुङ, नवराज गुरुङ, अरुण गुरुङ, आशाकुमारी गुरुङ, राजेश गुरुङ र रोमन गुरुङ यो समितिका मस्यौदा समितिको सदस्यहरू। पर्दैन होला, उहाँहरू तपाईँलाई थाहै छ। यति नै होला। तपाईँको केही राय सल्लाह सुझाव छ भने दिनु होला। र यसको सकभर आजकै हाम्रो यो बैठकले छलफल गरी आजैको मितिबाट लागू, भोलिको मितिबाट लागू गर्न पायो भने एकदम राम्रो हुन्थ्यो भन्ने मेरो आफ्नो विचार छ। धन्यवाद, नमस्कार। जब बाबाआमाको सेक हुन्छ त्यसको बादमा चाहिँ उनीहरूले अलरेडी दिइहाल्छ। र बाबाआमाको सेक नहुन्थेसम्म मेरो विचारमा जहाँसम्म लाग्छ उनीहरूले छुट्टै सदस्य नलिनु, मेरो विचारमा, मेरो पोइन्ट। अर्को 6 नम्बर 2083 पौष 15 भित्र प्रवेश गर्ने जतिलाई रु 10,000। त्यसपछि पनि सदस्यको लागि आउनुहुन्छ रु 1 लाख। यसमा 10,000 ठिक छ, तर एकैसकेपछि भोलि आउनुहुने चाहिँ त्योभन्दा धेरै पनि दिन सक्छ। त्यो 1 लाख मेरो तर्फबाट अलिकति त्यो मलाई अलिक चित्त बुझ्नु भएन।
त्यो मलाई चित्त बुझ्नु भएन, अरूलाई कस्तो लाग्छ मेरो तर्फबाट मेरो आफ्नो व्यक्तिगत पोइन्ट भनेको है। मसन्तसम्म होइन यसमा यो लेखेको अनि त्यसपछि किन 1 लाख भनेको त भनेर भन्नुहुन्छ भने अब तपाईँहरूले एकदम दुःख गरेर मद्दत छैन तपाईँहरू हुनुहुन्छ सम्पूर्ण यति दुःख गरेर यत्रो बनाउनुभयो 2060 सालमा तपाईँले धेरै लडाइँ गर्नुभयो त्यसलाई है दिन रात घाम पानी भनी पनि होइन एउटा सङ्घर्षहरू गरेर तपाईँले यो बनाउनुभयो तपाईँहरूले धेरै सिकेपछि यसो त्यो तपाईँले हातले त्यो पैसै ठुलो कुरो होइन कि तपाईँको श्रम नीति धेरै गर्थ्यो 2066 सालबाट 2033 सालसम्म 17 वर्षमा तपाईँको यति धेरै श्रम नीति लाग्ने त्यो हैसियत राख्दैन। त्यस कारणले हाम्रो समाजको मान्छे हो कोही छुटपुट छ भने उसको मसन्तसम्म छ भने अब 10,000 दिएर सदस्य दान गर्नु होला, त्यो पनि छैन भने निःशुल्क सदस्य दान गर्नु होला भन्ने हाम्रो चाहिँ चाहना हो। सरपञ्च कस्तो आउँदैन त्यसमा पञ्चकोशी पनि समेटिएन, पार्टी पनि समेटिएन, भाइ देवाली रहेको कति कुरा समेटिएन। यसमा त्यो देवालीको जे चलिरहेको छ त्यही नै लेख्यो भनेर अहिले हामीसँग त्यो चर्चा गर्ने होइन। तपाईँको कोषाध्यक्ष सचिव बसेर त्यो गर्नुपर्छ त्यो राम्रै कुरो छ। मेरो विचारमा के लाग्छ भनेदेखि हामीले 10-12 हजार अडिट गर्ने दिनुपर्छ। त्यसलाई चाहिँ त्यति दिएर मजाले हाम्रो चाहिँ अडिट चाहिँ सालै पछि साधारण सभा गर्नुभन्दा पहिला उसलाई अडिट गराउने अनि उसको बादमा जो छ हाम्रो साधारण सभा गर्न चाहिँ राम्रो हुन्छ होला। अडिट त लेखेको चाहिँ यहाँ लेखा परीक्षण गर्ने भनेको त होइन, तर हामीले पक्का अडिटर नै ल्याएर गऱ्यो भने राम्रो होला। किनकि मेरो भनेको त हामी नर्मली त हामीले त अब त्यति, तर मेरो विचारमा चाहिँ 10-12 हजार केही ठुलो छैन। उसलाई बोलायो त्यहाँबाट एकछिनमै हेरिदिन्छ, उसले अडिट गरिदिन्छ फटाफट। त्यसो गऱ्यो भने राम्रो हुन्छ कि भन्ने मेरो पोइन्ट हो। यो हुनैपर्छ भन्ने कुरो होइन, तर मैले आफूले बुझेको अनुभवमा चाहिँ यसो गऱ्यो भने पारदर्शी हुन्छ, कसैलाई दोष लाउने कुरा पनि आउँदैन। त्यस कारणले गर्दा यो कुरा मैले पहिला पनि उठाएको थियो। आखिरमा मैले के भन्छ भने एक किसिमले जसले प्रश्न उठायो त्यही मान्छेलाई चाहिँ अलिकति यो चाहिँ खराब रहेछ भन्ने कुराहरू चाहिँ आयो। त्यस कारणले गर्दा मेरो विचारमा त्यो अडिट गर्ने मान्छे नै पक्का अडिटरले ल्याएर अडिट गऱ्यो भने राम्रो होला कि भन्ने मेरो एउटा सुनेन चाहिँ छुट्टै हामीले सच्याइ पनि हुने हो, तर पनि हामी सबैजना जम्मा भएर यो कसलाई के अनुसार हाम्रो कुरा होइन। त्यसैले हाम्रो सम्पूर्णलाई लाभ हुने कुरा नै गर्ने हो, काम गर्ने हो। त्यसैले छोराहरूले आफ्नो आफ्नो सदस्यता लिनुपर्छ भन्ने कुरो भयो। ओहो मेरो बाबा आमाको पनि यति धेरै योगदान छ, नाम यस्तो छ, अनि यहाँनिर रकम यति भनेर पनि उल्लेख गरिएको छ, अनि यस्तो मानवका सदस्य पनि भइसकेको। तर आज हामी चाहिँ यो विवादमा मुछिनुपर्ने, त्यसो भएपछि हामी किन चाहियो यो समाज, हामी समाजमा बस्दैन भनेर एबिसी अब यहाँ नाम हामी सबैलाई थाहा छ। तर पछि के भयो भने त्यो छोराहरू त्यहाँबाट सदस्यबाट निस्किए, पसेनन् के। त्यही भएर यो पनि जुन अब यो कुरो त हाम्रो एउटा प्रारम्भ प्रस्तावनाको रूपमा राखिएको कुरो हो। यसरी 3 नम्बरको जुन सदस्यता भने क नम्बर छ नि, घर परिवारमा बाबा आमासँग बस्ने, किनभने प्रत्येकले लिइसकेका छौँ, 1-2 जना मात्रै बाँकी होला हाम्रो होइन। अनि घर परिवारमा बाबा आमासँग बस्ने सदस्य बाहेक आफ्नो छुट्टै बस्ने छोराको छुट्टै सदस्यता लिनुपर्ने हुँदा भनिकन यसो भने कसो होला है। घर परिवारमा बाबा आमाले सदस्यता लिइसकेपछि बाबा आमाको मृत्युपछि छोराहरू स्वतः सदस्य हुन पाउने भनेर राखे कसो होला? ठिक हो त्यो भने कसो होला? स्टेजमा आएर आसन ग्रहण गर्नको लागि विनम्र अनुरोध गर्दछु। सबैले यो बुझ्नु पर्यो, गैर सदस्यीय भनेपछि कोही पनि जाति हुनसक्छ है। फेरि भोलि त्यो जाति किन त्यो जाति किन त्यो जाति किन भनेर के अरे प्रश्न नउठोस्। गैर सदस्य भनेपछि कोही पनि हुनसक्छ है, मेरो विचार। नम्बर 1। दोस्रो कुरा त्यो शुल्क छ नि, 1 दिनको 15,000, 2-3 दिन गर्नु पऱ्योमा 20,000 भनेको छ नि, त्यसलाई क्याटेगोरी छुटाउनु पऱ्यो।
किनकि त्यो चाहिँ सिर्फ अर्कोको हिसाबले मात्रै भयो, हो कि होइन? किनभने अर्को जस्तो बिहा भोज वर्तमानको कार्यक्रमहरू त 2 दिन हुँदैन, 1 दिन हो कि होइन? त्यस कारणले यो काजक्रियाको लागि या अर्कोको लागि तिनीहरूलाई बरु अलिकति 2 दिन त पक्कै हुन्छ, अलि रेट मिलाउनुपर्छ हो। बिहा भोज भतेरको लागि 1 दिनको कार्यक्रम हो क्या, अनि त्यसमा खर्च धेरै आउँछ, हाम्रो सबै इन्स्ट्रुमेन्ट सबै बच्छ होइन, खर्च यो भएको भाडाबाट सबै इस्तेमाल हुन्छ। त्यो भएर त्यसमा कमसेकम 1 दिनको 20,000 सुझाव मात्रै है। 1 दिनको कति पर्छ? त्यो बिहा भोज भतेर बिहा भोज भतेरमा गएर सदस्यको लागि यहाँ हामी 15,000 भनौँ, 15मा थप्ने कि त्यतिले थाहा है? अब होइन होइन हामी समाज हामी 9जना बसेको थियो समाजमा, किनभने गैर सदस्यको लागि हो। मैले एकपल्ट नोट गरेँ। अहिले क्या हजुर तपाईँले भन्नु 35 साठी प्लस हुनुपर्छ। आज जति छ सब A to Z मसौदा समिति हो। अहिले यो सबै 5ले चाहिँ यसलाई पास गर्छ, जो एमेन्डमेन्ट गर्नुपर्ने गर्छ है। अहिले जस्तो दिन हामी 9जना फेरि सल्लाह गर्छ नभए यो चाहिँ नि अहिले यहाँबाटै गर्ने कुरो कम्प्लेन क्या, सबैको विचारबाट साझा विचारबाट। परिवार पोखरा कास्की वार्ड नम्बर 19 बान्द्रे लामाचौर, जुन चाहिँ अहिले हाम्रो समाजघरमा हाम्रो सानो कार्यसमिति मिटिङ बसिरहेको छ। यसमा हामी यो वरिष्ठ यो कनिष्ठ यो भनेर त्यो गर्ने होइन, हामीमा सबै एउटै हो, बराबरी चराचरी। त्यसले गर्दाखेरि सर्वप्रथम यहाँ पाल्नुभएका सम्पूर्ण मेम्बरहरूलाई मेरो नमस्कार। खास गरी कुरो के हो भन्दा अहिले हामीले गर्न खोजेको कुरोको विषयमा यो के अरे अन्तरिम विधान बनाउने भनेर हामीले यो काम गर्न लागेको हो। यो हामीले कुनै सरकारी सङ्घ संस्थातिर दर्ता गर्ने हिसाबले हामीले बनाउनु खोजेको होइन। हामीले हाम्रो समाजमा मिल्दोजुल्दो कोही कसैलाई आशा नपर्ने गरी त्यो तरिकाले बनाउनु खोजेको हो। त्यस कारणले गर्दाखेरि आज भोलि गर्दाखेरि लम्बियो, जति ढिलो गर्यो त्यति के अरे पोस्टपोन हुँदै पहिलो नम्बर कुरो मिटिङ भन्यो 11 बजे सम्पूर्ण परिवार आउँछ, 1 बजे। कति त आफ्नो समयलाई ख्याल गरेर टाइम टेबल हिसाब गरेर आएको हुन्छ। यति बजे मिटिङ भनेछ भने म यति बजे पुग्नुपर्छ। स्टुले र विधानको विषयमा कुरा उठ्दाखेरि जस्तो अघि पहिलो नम्बर कुरो मेम्बर एउटा बाउको 2टा छोरा छ भने पहिला नछुटेसम्म त उसको बाउको आटकमानमा भयो, एउटै परिवार भयो। तर ठुलो भएपछि उसले बिहा गर्छ त ऊ गर्नै परेन। जो मान्छे बाउ आमादेखि सरेर अर्को जग्गामा जान्छ र उसले घरबाट आफ्नो सेटल गरेर बस्छ भने उहाँले इन्ट्री फी तिर्नुपर्छ। नट ओन्ली इन पोखरा, यो युकेमा नि यो कुरा छ। सपोज एक्जाम्पल मैले राख्छु, मेरो 2टा छोरा छ युकेमा। 2टा छोराको बिचमा म एउटै के अरे मेरै नामबाट त्यो गर्ने थियो नि। वास्तवमा त्यहाँ सबैको निर्णय के हुन गयो भन्दा कहिले जेठासम्म बस्छ। त्यसले गर्दा बाउलाई त्यसमा इन्क्लुड भएन कि सेपरेट भएपछि सपोज मानिलियो म कान्छासँग बस्यो भने कान्छाको आधा कान्छाले तिर्छ, अहिले बाले तिर्छ। मेरो जेठा छोरा
सेपरेट विथ बाबा आमा हुन्छ भने उसले आउन आफ्नो इन्ट्री फी अथवा शुल्क तिर्नुपर्छ। त्यो कारणले हाम्रो पनि यहाँ मेम्बरहरू पहिला त हो बाउको 3जना छोरा थियो होला, अब बाउको दर्ता गरेपछि तल हुँदा सबै भइहाल्यो। तर अहिले अब छुटिएर बस्छ भने त्यो आफ्नो खुट्टामा टेकेर उभिन सक्ने होला भयो, आफ्नो परिवारलाई सेटल गर्न सक्ने होला भयो। त्यस कारणले गर्दाखेरि उसले चाहिँ अलग्गै शुल्क तिर्ने, सेपरेट आफ्नो ओन तरिकाले बस्नुपर्छ मलाई त्यो लाग्छ। किनभने यो जतासुकै धेरै जग्गामा मैले देखिसकेको छु। त्यसले गर्दा हामी पनि त्यही तरिकाले चलौँ भन्ने मेरो कुरो हो। र अघि फेरि एउटा कुरो उठ्यो, अहिलेसम्म दर्ता के अरे इन्ट्री हुँदाखेरि 10,000मा थियो भने र 1 लाख आइन्दा अब पस्ने मेम्बरलाई 1 लाख दिने भन्ने कुरो यो एउटा पोइन्ट कुरा मात्रै हो, पक्का लागु हुने अहिले यो होइन। तर यो हामीले गर्नुपर्छ, लाख होइन 10 को बिचमा 10,000को बदला सेपरेट छुटेर बस्छ भने उसले 20,000 लियो भने अहिले सुइटेबल हुन्छ होला। किन भन्दा अब यो समाज यो हाम्रो यत्रो प्रपर्टी भनिएको छ, कोही मान्छे सुको पैसा शुल्क तिर्न सक्दैन। उहाँहरूलाई हामीले हाम्रो चित्रेली समाजको उसमा राख्नुपर्छ। त्यो मान्छे चित्रेली हो कि भनेर हो सबैलाई एभ्रिबडी सबैलाई थाहा छ। त्यसले गर्दाखेरि उहाँको आर्थिक कमजोर छ भने उसलाई हामीले निःशुल्क पनि हालेको पनि छ। उसलाई कर्ता भएन, उसको छोराबाट बाउबाट 2-3 छोराको सेपरेट बसेन, आर्थिक कमजोर छ भने त्यो आन्तरिक विधान हामीले गराउन खोजेको हो, हामीले कतै दर्ता गर्न साहित्य गर्न खोजेको होइन। त्यसले गर्दाखेरि हामीले हामीलाई सुहाउनु भएको सिम्पल तरिकाले विधान बनाउने। यो किन लामो चलाउँछ किन जाने, यो सबैको लागि हो। वर्षमा अडिटर 85 वर्षदेखिको उसले कोषको पैसा एकदम राम्रो आफूले राख्छ भने आइदर उसलाई डाउन हुन्छ भने हाम्रो आर्थिक कतातिर लिकेज भयो भन्नेको सवालमा डाइरेक्ट आफ्नो मान्छे हो नि उसलाई सम्पर्क राखेर कुरा गर्यो भने हुन्छ। तर यहाँ चित्रेमा बच्छ, तर यो जसले काम गर्छ त्यसलाई थाहा हुन्छ आर्थिक कताबाट कता लिकेज हुन्छ, कसरी खर्च हुन्छ, इन्कम कम्ती हुन्छ, एक्सपिरियन्स फेरि। त्यस कारणले गर्दाखेरि यो तपाईँ हामी बराबरी चाराचारीको हिसाबले हामीले काम गर्नु पऱ्यो। अनि त्यसरी त्यो गऱ्यो भने आर्थिक राम्रो हुन्छ। र फल्ना समाजको यस्तो गरेछ, ढिस्का समाजको यो गरेछ, ऊ गरेछ भन्ने कुरो यहाँ विधानको एउटा मसौदा तयार गरेर उहाँले डिस्प्ले गर्नुभएको छ। र त्यसमा जुवादास हो आएपछि खेल्दैन मलाई थाहा छ, तर अर्को केही फङ्सनहरू भयो भने माथिर गएर हाम्रो मेम्बरहरू बस्छ खेल्छ। तर 1 ग्रुप होइन, 2 ग्रुप होइन, 8 ग्रुप 9 फोटो खिचेर फेसबुकमा हालिदियो भने चित्रेलीको यही हो संसारभरि खिचेर बसेको चित्रेलीले थाहा पाउँछ। अनि चित्रेलीको समाजमा त उपगा समाजको अहिले संसारभरि सब चाल्दैछ ज्ञानी सेन्टरबाट। तर एउटा त्यस्तै खालको मान्छेले फ्ल्याटको फेसबुकमा हालिदियो भने हो एकै मात्रै खेल्छ हाम्रो मान्छेहरू कोही सक्छ। अब खेती हो मान्छेको विषयमा हाम्रो कोषाध्यक्ष संयोजक
सचिव उहाँले मस्यौदा तयार बनाएर तपाईँहरूलाई दिनुभएको छ। यसमा साह्रै दिनले हामी नजाउँ, आफ्नो लागि हामीले विधान बनाउने हो, सबैले मिल्ने हिसाबले। त्यसले गर्दाखेरि यो आजै पास भयो भने भोलिदेखि लागु हुन्छ। आजै पास भयो भने भोलिदेखि लागु हुने हिसाबले गर्ने र समाजको समाजको मेम्बरहरू जति पनि हुनुहुन्छ तपाईँहरू, जस्तो हाम्रो यहाँ गोदानी परिवार, नेतृत्वमै परिवार, कामचे मौदानीले उहाँ के अरे भन्नेहरू छन्। जे जति सबैको पार्टी फङ्सन हुन्छ भने प्लिज म नमस्कार गर्छु, तपाईँहरूले आफ्नै समाजलाई बढाइचार गरेर त्यो गर्नुहोस्, समाज छाडेर बाहिर जाने काम नगर्नुहोस्। मेरो त्यसो गर्दा गर्दा त समाज त बितिकै छ, लामो पनि भयो, ढिलो सुरु भएको, लामो पनि भयो, ढिलो पनि भयो। त्यसले गर्दाखेरि यसमा मेरो कोही मिस्टेक छ भने माफ गर्नु। थ्याङ्क यू भेरी मच। जय श्री आजको मुख्य अतिथि यस समाजको वरिष्ठ सल्लाहकार दाइ कटवार गुरुङज्यू, दिदी गङ्गा देवी र हाम्रो छोरा डाक्टर सूर्यमान गुरुङ, संस्थापक अध्यक्ष क्याप्टेन नारायणप्रसाद गुरुङज्यू लगायत प्रयत्न गर्नुभएको थियो र चित्तबुद्ध छ। त्यसमा चाहिँ नि अब छिटो नै जति पनि अहिलेसम्म तपाईँहरूको थियो गुनासो थियो त्यसलाई चाहिँ हामीले नोट गरेका छौँ र अब यसैलाई नै यही गुनासोलाई पुरा गरेपछि यसलाई के अरे दोबारा सुधार्नु नपर्ने जस्तो मलाई लाग्छ। तपाईँलाई कस्तोलाई फेरि नि जाँदै भन्न सक्नुहुन्छ है। र त्यसैलाई नै फाइनल मानेर अब जति यहाँ थप्नुपर्छ हामी थपिन्छ। यहाँहरूको जति पनि पोइन्ट थियो त्यो पोइन्टहरूलाई चाहिँ एकदमै सुरक्षित ढङ्गले मैले नोट गरेर राखेको छु। त्यो पुरा गरेपछि इच्छा लाग्यो भने तपाईँहरूको चाहिँ हामी सूचना पनि गर्नेछौँ छिटोभन्दा छिटो। यसमा गरेर फेरि मनोगुनासो नराखिकन कसैको कुरा आज थप्नु छ भने अझै पनि मलाई र हाम्रो मेरो सल्लाहकार समितिहरू जो 9 जना छ, अब म लामो कुरा नगरेर समय पनि धेरै लामो गरिरहेको छ। आजको कार्यक्रम यही नै समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।